हामीसँग किन्नुभएको यस्तो खालको एन्ड्रोइड स्मार्ट टिभी बक्समा नेट टिभीबाट फ्री च्यानलहरू र यो नेपाली च्यानलहरू कसरी हेर्ने भनेर धेरै क्वेसन आएको हुनाले हामीले आज यो कसरी हेर्ने भनेर तपाईलाई सिकाउन गइरहेका छौं। जुनसुकै एन्ड्रोइड बक्समा नि त्यो गर्न मिल्छ। यो हामीले एउटा एन्ड्रोइड बक्स पहिले टिभीसँग कनेक्ट गरिसकेका छौं। तपाईले यसमा एप्समा गएर यहाँ देख्न सक्नुहुन्छ हामीले पहिले इन्स्टल गरेका छौं नेट टिभी। यसलाई ओपन गर्नुपर्छ। यो ओपन हुँदैछ र यो नेट टिभी को लागि तपाईले यो माउस मोडमा गएर युज गर्नुपर्छ। नर्मल मोडमा काम गर्दैन। तपाईले यो नेट टिभी एप को लागि रिमोटमा भएको माउस मोड, यहाँ माउस बटन हुन्छ, यसलाई प्रेस गरेपछि अटोमेटिकली माउस मोडमा जान्छ। यो माउस मोडमा गएको छ। त्यसपछि माउस आउँछ। तपाईले तल माथि दायाँ बायाँ यसैबाट स्क्रोल गर्न मिल्छ। हामीले यसलाई स्किप गर्छौं। अहिले यो देखाएको स्क्रिनमा देखाएकोलाई। यसपछि तपाईले यहाँ साइन इन भन्ने अप्सन आउँछ। यो चाहिँ सबै एन्ड्रोइड बक्समा सेम हुन्छ। तपाईले यो लेखे पनि, यो लेखे पनि, यो लेखे पनि। र यो नेट टिभी एप चाहिँ जसले हामीसँगबाट किन्नु भएको छ त्यसमा मात्रै आउँछ। अरु सेलरहरुसँग तपाईले एन्ड्रोइड बक्स के किन्नु भएको छ भने त्यसमा यो चाहिँ नहुन पनि सक्छ। हामीले यसलाई साइन इन गर्छौं। यहाँ तपाईले अप्सन दिएको छ केबाट साइन इन गर्ने भनेर। हामी चाहिँ अब तपाईले एनसेलबाट गरे पनि हुन्छ अथवा तपाईले गुगल आईडीबाट। गुगल आईडी चाहिँ तलपट्टि आउँछ है। गुगल आईडी को अप्सन देखाएन भन्नुहुन्छ। हेर्नु यो लास्टमा हुन्छ गुगल। यो स्क्रिन चाहिँ क्रप भएर आएको भएर हो। यो चाहिँ गुगलबाट साइन इन गर्नको लागि यहाँ क्लिक गर्नुपर्छ। हामी गर्छौं एनसेल को नम्बरबाट। यसमा क्लिक गर्ने। यहाँ तपाईले फोन नम्बर हाल्नु पर्यो। मैले चाहिँ फोन नम्बर हालेर म देखाउँदै छु। र तपाईले आफ्नो एनसेल नम्बर राखेर फोनमा आएको एटीपी राखेर तपाईले साइन इन गरेपछि यस्तो होम स्क्रिन को इन्टरफेस आउँछ। र तपाईले यसबाट लाइभ टिभी च्यानल हेर्नको लागि तपाईले सर्चमा जानुभयो भने च्यानलको लिस्ट देखाउँछ। मजाले च्यानलहरु आएको छ। तपाईले कुनै एउटा च्यानलमा क्लिक गर्नुभयो भने सपोज मैले मेगा एचडी भन्ने क्लिक गरे। अब त्यो च्यानल खुल्दैछ। यो सुरुमा पहिलोचोटि लोड हुन टाइम लाग्छ। च्यानल आएको छ। तपाईले च्यानलहरु नेक्स्ट प्रिभियस गर्नु पर्यो भने तपाई बीचको ओके बटन दुईचोटि प्रेस गरेपछि स्क्रिनमै आउँछ। यो तपाईले नेक्स्ट गर्ने कि पौज गर्ने कि प्रिभियस गर्ने। तपाईले यसमा नेक्स्टमा क्लिक गरेपछि च्यानल चेन्ज हुन्छ। यसरी सबै माउस मोडबाटै काम भइरहेको छ है। यो हट्छ। तपाईले एकछिनपछि च्यानल चेन्ज गर्नु पर्यो भने ओके मा डबल क्लिक गरेपछि तपाईको स्क्रिनमा नेक्स्ट अप्सन आउँछ अनि च्यानलहरु यसरी चेन्ज हुन्छ। हेर्नुस् मजाले च्यानलहरु हेर्न मिल्छ फ्रीमा नै है। जो नेट टिभी एपमा 120 जति च्यानलहरु आउँछ। नेपाली च्यानलहरु सबै आउँछ। हिन्दी र इन्टरनेसनल च्यानलहरु केही आउँछ, सबै आउँदैन। फ्री वाला मात्रै आउँछ। देख्नु भयो मजाले एचडी क्वालिटीमै आएको छ है। एचडी मै आउँछ। यो एचडी नै देखाइरहेको छ। यो चाहिँ पुरै फ्री अफ कस्ट। यो चाहिँ माउस मोडमा तपाईलाई युज गर्न प्र्याक्टिस भएपछि पछि आफै आउँछ। सुरुमा गाह्रो हुन्छ तर पछि युज गरिसकेपछि गाह्रो हुँदैन। यसरी तपाईले नेट टिभी एप चाहिँ हामीसँग लिनुभएको कुनै पनि एन्ड्रोइड बक्समा फ्री अफ कस्ट हेर्न मिल्छ। हस्, थ्यांक यू।